के तपाईहरुले सुन्नु भएको छ अर्जेन्टिनाका नागरिकहरूले नेपालको झण्डा जलाउँछन् र उत्सव मनाउँछन्। नेपाली र गोर्खालीलाई देख्न पनि सक्दैनन्। विश्व चर्चित फुटबलर डिएगो म्याराडोनाले एउटा इन्टरभ्यूमा भनेका थिए, मलाई गोर्खाली मन पर्दैन। के यो सब सत्य हो? के फकल्यान्ड युद्धको कारणले अर्जेन्टिनीहरूले नेपाली र गोर्खालीलाई घृणा गर्छन्? आउनुहोस् आजको यो भिडियोमा म तपाईहरुलाई पुरै सत्य खोलिदिन्छु। फकल्यान्ड युद्धको गहिरो इतिहास, म्याराडोनाको त्यो प्रसिद्ध ह्यान्ड अफ गड गोलको बदला र सबैभन्दा ठूलो प्रश्न, के अर्जेन्टिनीहरू साच्चीकै नेपालीहरूलाई घृणा गर्छन्? यो भिडियो हेरेपछि तपाईहरुको धारणा पुरै बदलिन्छ। आउनुहोस् भिडियो सुरु गरौँ। विश्वको नक्सा हेर्दा दक्षिण एटलान्टिक महासागरको चिसो पानीको बिचमा केही साना टापुहरू देखिन्छन्। न त त्यहाँ ठूलो सहर छ, न त विशाल जनसङ्ख्या र न त सुनको खानी। तर अचम्मको कुरा के छ भने त्यही साना टापुहरूको लागि विश्वका शक्तिशाली राष्ट्रहरू शताब्दीयौंदेखि भिडिरहेका छन्। यी हुन् फकल्यान्ड आइल्यान्ड। अर्जेन्टिनामा यिनलाई अर्को नामले चिनिन्छ, माल्भिनास। यही नामको कारण इतिहासमा एउटा यस्तो युद्ध भयो जसले हजारौं परिवारको जीवन बदलिदियो। कथा सुरु हुन्छ सन् 1690बाट। ब्रिटिस जलसेनाका क्याप्टेन जोन स्ट्रङ यी टापुहरूमा पुग्छन्। उनले यस क्षेत्रलाई आफ्नो संरक्षक एन्टोनी क्यारीको सम्मानमा फकल्यान्ड नाम दिन्छन्। तर त्यसबेला कसैले पनि कल्पना गरेको थिएन कि यो नाम एक दिन युद्धको कारण बन्नेछ। केही दशकपछि सन् 1764 मा फ्रान्सेली अन्वेषकहरू आए। उनीहरूले पहिलो स्थायी बस्ती बसाए र टापुलाई इल्लिस माउनिस नाम दिए र यही माउनिस शब्दपछि स्पेनिस भाषामा परिवर्तन भएर माल्भिनास बन्यो। तर समस्या यहाँबाट सुरु भयो। त्यो समय दक्षिण अमेरिकाको धेरै भाग स्पेनको नियन्त्रणमा थियो। फ्रान्सले पनि सम्झौता गरेर आफ्नो बस्ती स्पेनलाई सोप्यो। अब टापु स्पेनको नियन्त्रणमा गयो। तर उता ब्रिटेनले पनि आफ्नो छुट्टै बस्ती स्थापना गरिसकेको थियो। अर्थात् एउटै टापुमा दुई साम्राज्यको दाबी। तनाव बढ्दै गयो। स्पेनले ब्रिटिस बस्ती हटाउन जोड गर्यो। ब्रिटेनले यसको विरोध गरे। युद्धको अवस्था सिर्जना भयो। अनन्त सम्झौता भयो र ब्रिटिसहरू फर्किए र केही वर्षपछि ब्रिटेनले आफ्नो बस्ती छोड्यो। स्पेन भने त्यही रहिरह्यो। अब कथा दक्षिण अमेरिकातर्फ मोडिन्छ। सन् 1896 मा अर्जेन्टिनाले स्पेनबाट स्वतन्त्रता प्राप्त गर्यो। अर्जेन्टिनीहरूले भन्न थाले, स्पेनको सम्पत्ति अब हाम्रो सम्पत्ति हो, माल्भिनास हाम्रो हो। अर्जेन्टिनी सरकारले त्यहाँ प्रशासन पठाए र बस्ती बसाए र आफ्नो झण्डा पनि फहराए। सबै कुरा सामान्य देखिन्थ्यो। तर उता ब्रिटेनले यो दाबी कहिले स्वीकार गरेन। सन् 1833 ब्रिटिस युद्धपोतहरू टापुमा आइपुगे। उनीहरूले अर्जेन्टिनी प्रशासनलाई त्यहाँबाट लखेटे र ब्रिटिस झण्डा फेरि फहराए र त्यस दिनदेखि फकल्यान्ड टापुहरू निरन्तर ब्रिटिस नियन्त्रणमा रहे। यही घटना आजसम्मको सबैभन्दा ठूलो विवादको जड बन्यो। अर्जेन्टिना भन्छ ब्रिटेनले हाम्रो भूमि कब्जा गर्यो। ब्रिटेन भन्छ टापुका बासिन्दा स्वयं ब्रिटिस रहन चाहन्छन्। दुवै पक्षले आफ्नो दाबीमा अडिग रहिरहे। समय बित्दै गयो। 1 शताब्दी, 2 शताब्दी, तर विवाद कहिले पनि समाप्त भएन। अनि आयो सन् 1982। अर्जेन्टिनामा सैन्य शासन थियो। देश आर्थिक सङ्कटमा डुबिरहेको थियो। जनताको असन्तुष्टि बढिरहेको थियो र त्यसै बेला सैन्य नेताहरूले एउटा निर्णय गरे, माल्भिनास फिर्ता लिने समय आएको छ। 2 अप्रिल 1982 हजारौं अर्जेन्टिनी सैनिकहरूले टापुमा अवतरण गरे। ब्रिटिस गभर्नरलाई आत्मसमर्पण गर्न बाध्य पारियो। अर्जेन्टिनाको झण्डा फहराइयो। अर्जेन्टिनीले देशभर उत्सव मनाए। सबैलाई लाग्यो हामीले अनन्त माल्भिनास फिर्ता पायौं। तर लन्डनमा बसेकी प्रधानमन्त्री मार्गरेट ड्याचरका लागि यो स्वीकार्य थिएन। उनले तुरुन्तै आदेश दिइन्, टापु फिर्ता लिनुहोस्। त्यसपछि ब्रिटेनले इतिहासकै सबैभन्दा ठूलो समुद्री सैन्य अभियान मध्ये एक सुरु गर्यो। सयौं, हजारौं, दर्जनौं युद्ध विमान र हजारौं सैनिक 8000 माइल भन्दा टाढाको युद्धभूमितर्फ प्रस्थान गरे र त्यही सेनाभित्र थिए विश्वभर चर्चित योद्धाहरू, गोर्खाली। 7 ड्युक अफ एडिनबर्ग्स ओन गोर्खा राइफल्स। अर्जेन्टिनी सैनिकहरूले गोर्खालीहरूको कथा पहिले नै सुनेका थिए। दोस्रो विश्वयुद्ध
मलाया, बोर्नियो, जहाँ जहाँ युद्ध भयो त्यहाँ गोर्खालीहरूको बहादुरीका कथा फैलिएका थिए। खुकुरीको नाम मात्रै सुन्दा पनि धेरै सैनिकहरू डराउँथे। युद्धको क्रममा गोर्खालीहरू अगाडि बढ्दैछन् भन्ने खबर अर्जेन्टिनी मोर्चाहरूमा फैलिन थाल्यो र त्यो खबरले नै उनीहरूमाथि मनोवैज्ञानिक दबाव सिर्जना गर्यो। तर एउटा कुरा धेरै मानिसहरूले गलत बुझ्छन्। अर्जेन्टिनाले युद्ध नेपालसँग लडेको थिएन। अर्जेन्टिनाले युद्ध ब्रिटेनसँग लडेको थियो। गोर्खालीहरू ब्रिटिस सैनिकका हिस्सा थिए। नेपाल सरकार युद्धमा संलग्न थिएन। नेपाल न्युट्रल थियो। त्यसैले यो युद्ध अर्जेन्टिना विरुद्ध नेपालको युद्ध कहिले पनि थिएन। 14 जुन 1982 74 दिनपछि अर्जेन्टिनाले आत्मसमर्पण गर्यो। तर 649 अर्जेन्टिनी, 255 ब्रिटिस र 3 फकल्यान्डका नागरिकहरूले ज्यान गुमाए। युद्ध सकियो, तर इतिहासको घाउ आजसम्म पनि पूर्ण रूपमा निको भएको छैन। 14 जुन 1982 मा फकल्यान्ड युद्ध त सकियो। अर्जेन्टिना युद्धमा पराजित भयो। हजारौं परिवारहरू शोकमा डुबे र अर्जेन्टिनीको हृदयमा गहिरो घाउ बस्यो। तर इतिहास कहिलेकाहीँ युद्ध भूमिमा मात्र लेखिँदैन, कहिलेकाहीँ त्यो फुटबल मैदानमा पनि लेखिन्छ। समय बित्दै गयो। 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 4 वर्ष, अनि आयो सन् 1986 फिफा वर्ल्ड कप स्थान मेक्सिको, मिति 22 जुन 1986 र भाग्यको खेल हेर्नुस्। क्वार्टर फाइनलमा आम्ने सामने भए अर्जेन्टिना र इङ्ल्यान्ड। संसारका लागि यो फुटबल खेल थियो, तर धेरै अर्जेन्टिनीहरूको लागि यो 90 मिनेटको खेलभन्दा धेरै ठुलो कुरा थियो। उनीहरूका लागि थियो अपमानको सम्झना, हारको पीडा र 4 वर्षदेखि मनभित्र थुनिएको भावनाको विस्फोट। मैदानमा उत्रिएका खेलाडीहरू फुटबल खेलिरहेका थिए, तर दर्शकहरूको मनमा अझै फकल्यान्ड युद्धको छाया थियो। खेलको 51 मिनेट, बल आकाशमा पुग्छ, गोलकिपर अगाडि बढ्छन् र त्यही क्षण एक व्यक्ति हावामा उफ्रिन्छन्। त्यो व्यक्ति थिए डिएगो म्याराडोना। थोरै बलको भाग उनको टाउकोले र थोरै उनको हातले बललाई लाग्छ र बल जालीभित्र पस्छ। गोल! इङ्ल्यान्डका खेलाडीहरू विरोध गर्छन्, दौडिन्छन्, तर रेफ्रीले गोल स्वीकृत गरिदिन्छ र त्यसैलाई ह्यान्ड अफ गड गोल भनेर चिनिन्छ। तर असली चमत्कार अझै बाँकी थियो। केवल 4 मिनेटपछि म्याराडोनाले बल पाउँछन्। 1 खेलाडी पार, 2 खेलाडी पार, 3 जना पार, 4 जना पार, 5 जना पार, गोलकिपर पनि पार। गोल! संसारलाई चकित पार्ने त्यो गोललाई धेरैले गोल अफ द सेन्चुरी भनेर पनि सम्झिन्छन्। अन्ततः अर्जेन्टिनाले त्यो खेल 2-1 ले जित्यो। खेलपछि पत्रकारहरूले म्याराडोनालाई सोधे, यो जितको अर्थ के हो? उनको उत्तर केवल फुटबल बारे थिएन। उनले भने, यो जित फकल्यान्ड युद्धमा ज्यान गुमाएका अर्जेन्टिनी युवाहरूको सम्झनामा समर्पित छ। यो अभिव्यक्तिमा फुटबलभन्दा बढी भावना थियो। धेरै अर्जेन्टिनीहरूको लागि त्यो मैदानमा उनीहरूको बदला पुरा भएको महसुस भयो र त्यहीबाट एउटा मिथ जन्मियो। इन्टरनेटमा धेरै मानिसहरूले म्याराडोनाले त नेपाली र गोर्खालीहरूलाई घृणा गर्छन् र उनीहरूको नाम पनि सुन्न चाहँदैनन् भन्न थाले। तर यो सबै झुट थियो र यसको कुनै पनि प्रमाण पाइन्न। म्याराडोनाले जीवनभर हजारौं अन्तर्वार्ता दिए, तर उनले नेपाली वा गोर्खालीलाई घृणा गर्छु भनेर भनेको कुनै पनि प्रमाणित अभिलेख भेटिँदैन। बरु उनको रिस र भावनाको मुख्यतः इङ्ल्यान्ड र फकल्यान्ड युद्धसँग सम्बन्धित थियो। अब आउनुस् अरू धेरै मिथहरूको पनि पर्दाफास गरौँ। वर्षौंदेखि नेपालीहरूले अर्जेन्टिनामा त नेपालको झन्डा जलाइन्छ र उत्सव मनाइन्छ भनेर भन्छन्। अर्जेन्टिनीहरूले त नेपालीलाई देख्न पनि सक्दैनन् र यो सबको कारण फकल्यान्ड युद्ध हो भन्छन्। अब फकल्यान्ड युद्धको सत्य त मैले हजुरहरूलाई भनिसके। धेरै भाइरल भएका यस्ता तस्बिरहरू पनि गलत हो। यो पुरै गलत दाबीका साथ फैल्याएका हुन्। अर्जेन्टिनाले नेपालको झन्डा जलाउँछन् भन्ने कुनै पनि प्रमाण छैन र यो सब झुट हो। वास्तविकता पुरै फरक छ। धेरै अर्जेन्टिनीहरूलाई नेपालको बारेमा जानकारी नै छैन। उनीहरूले नेपाल देशलाई चिन्दैनन्। यदि चिन्छन् भने संसारको सर्वोच्च शिखर माउन्ट एभरेस्टका कारण वा संसारकै एक मात्रै त्रिभुज आयतकारका राष्ट्रिय झन्डा भएको कारणले चिन्छन्। यदि हामीले नेपालतिर फर्किएर हेर्यौं भने कथा बिल्कुलै फरक छ। विश्वकपमा नेपाल खेल्दैन, तर विश्वकप सुरु हुने बित्तिकै नेपालभरि नीलो र सेतो रङको जर्सी र झन्डाले सडकहरू भरिन थाल्छन्। एउटा तथ्यको अनुसार नेपालका धेरै फुटबल प्रेमीहरू पहिलो नम्बरमा अर्जेन्टिनाका समर्थक छन् र दोस्रो नम्बरमा पोर्चुगलका।
सायद यो डिएगो म्याराडोनाको विरासत हो, सायद मेस्सीको जादु हो, वा सायद साना देश र साधारण मानिसहरूले ठूला सपनाहरू पूरा गर्न सक्छन् भन्ने भावना हो, जुन भावनाले अर्जेन्टिनालाई नेपालीहरूको मनसँग जोडिएको छ। अब अन्तिममा तपाईहरूले कमेन्टमा लेखिदिनुहोला, यो विश्वकपमा तपाईहरू कसको समर्थन गर्दै हुनुहुन्छ, कुन देशको? कि म र प्रधानमन्त्री बालेन्सा जस्तै हो? हाम्रो मनपर्ने देशले त अहिलेसम्म विश्वकप नै खेलेको छैन।